साथीहरु रिसेन्टली युट्युबले अपडेटमा अपडेट गरिरहेको छ। रिसेन्टली एकदमै खुसीको कुरा छ। अबदेखि जति पनि युट्युब क्रिएटरहरू छन्, क्रिएटरहरूका भ्युज भने युट्युबमा बढ्ने भएका छन्। आज मैले तपाईलाई यो अपडेट अन्तर्गत रहेर यो भ्युज कसरी इन्क्रिज हुनेछ र आगामी समयमा यसले नयाँ क्रिएटर वा पुरानो क्रिएटरलाई कसरी बेनिफिट दिन सक्छ सबै जानकारी शेयर गर्नेछु। यदि तपाईले पनि यो अपडेट बारे जान्न चाहनुहुन्छ भने भिडियोलाई हेर्दै गर्नु होला। साथीहरु रिसेन्ट अपडेटको कुरा जुन मैले गरिरहेको छु, यो अपडेट अगस्त 24 बाट एप्लाई हुने भएको छ। भनेपछि तपाईले बुझ्न सक्नुहुन्छ आजैबाट यो एप्लाई हुने भएको छ। यस अन्तर्गत अब आगामी समयमा तपाईको च्यानलको भ्युज भने इन्क्रिज हुने भएका छन्। यो कसरी भने नर्मली अहिलेसम्मको केसमा युट्युबमा यदि तपाईले कुनै पनि भिडियो अपलोड गर्नुहुन्थ्यो भने त्यस्तो अवस्थामा लङ फर्म भिडियोहरुमा जबसम्म कुनै पनि व्यक्तिले त्यो भिडियोलाई 30 सेकेन्डसम्म हेर्दैनथ्यो तबसम्म त्यो एउटा भ्युज काउन्ट हुँदैनथ्यो। तर अब आगामी समयमा युट्युबले इन्स्टाग्राम, टिकटक जस्तै फर्मेटमा भ्युज काउन्ट गर्ने भएको छ। यसको अर्थ कुनै पनि व्यक्तिले तपाईको त्यो भिडियोलाई क्लिक मात्रै गर्यो भने त्यो एक भ्यू काउन्ट हुनेछ, जसले गर्दा तपाईको च्यानलको भ्युज इन्क्रिज हुने सम्भावना एकदमै बढेर जानेछ। नर्मली यस्तो खालको भ्यू काउन्टले क्रिएटरलाई कसरी फाइदा दिन्छ भनेर बुझ्ने हो भने एक्चुअलमा के हुन्छ भने तपाईले अपलोड गरेको भिडियो कुनै व्यक्तिले मान्नुस् 3-4 सेकेन्ड मात्रै हेर्यो र त्यसपछि त्यसले स्वाइप गरेर गएको छ भने त्यस्तो अवस्थामा त्यस्तो खालको भ्युज भने तपाईको भिडियोमा काउन्ट हुँदैन थियो। तर अब आगामी समयमा कुनै व्यक्तिले त्यो भिडियोमा क्लिक मात्रै गर्दाखेरि तपाईको भ्युज बढ्नेछ, जसले गर्दाखेरि के हुन्छ भने अरु व्यक्तिले तपाईको त्यो भिडियो हेरिरहँदाखेरि धेरै भ्युज आएको देखिनेछ, जसले त्यो भ्युअरको अटेन्सन त्यहाँनिर तान्नेछ, जसले गर्दा तपाईको त्यो भिडियोमा इन्गेजमेन्ट बढ्नेछ। भनेपछि आगामी समयमा तपाईले बनाएका भिडियोहरुमा भ्युज आउने सम्भावना एकदमै बढेर जानेछ। यसले गर्दा के हुन्छ भने अब आगामी समयमा तपाईले जस्तै सर्टमा भिडियो बनाउँदाखेरि होस् वा कुनै पनि परिप्रेक्ष्यमा तपाईले युट्युबमा भिडियो अपलोड गर्नुहुन्छ भने जस्तो तरिकाबाट टिकटक अथवा इन्स्टाग्राम वा फेसबुकमा भ्युज आइरहेको हुन्थ्यो त्यही अनुसार नै युट्युबमा पनि भ्युज काउन्ट हुने भएको छ। यसले गर्दा आगामी समयमा तपाईको भ्युज भने एकदमै इन्क्रिज भएर जानेछ। तर यसले तपाईलाई अर्निङ सेक्सनमा वा तपाईलाई मोनेटाइजेसन गर्नको लागि भने त्यस्तो हेल्प गर्ने छैन। यसको पछाडीको मेन रिजन के छ भने युट्युबले भनेको छ पहिले जस्तो तरिकाबाट मोनेटाइजेसनको लागि हामीले सबै प्रक्रिया चेकआउट गर्थ्यौं त्यही अनुसार नै अब पनि क्रिएटरहरूले बनाएका भिडियोहरुमा हामीले त्यसरी नै चेक गर्नेछौं र मोनेटाइज गर्नेछौं भनेर भनेको छ। जस अन्तर्गत तपाईले अपलोड गरिएका भिडियोहरुमा जस्तो तरिकाबाट एडहरु आइरहेका हुन्थे त्यसै अनुसारले नै अब आगामी समयमा पनि तपाईले वर्क गरिरहँदाखेरि त्यही अनुसार नै इन्कम हुनेछ। तर मात्र बेनिफिट के भएको छ भने इन्गेजमेन्ट बढ्नेछ, किनभने कुनै पनि व्यक्तिले तपाईको भिडियोमा क्लिक गर्दा मात्रै तपाईको भिडियो भ्यू इन्क्रिज भएर जानेछ, जसले गर्दा कुनै पनि क्रिएटरको एउटा कन्फिडेन्स लेभल पनि हाई हुनेछ, जसले गर्दा आगामी समयमा यस्ता खालका क्रिएटरहरू जसले थोरै भ्युज आए भनेर काम गर्न छोडेका हुन्थे आगामी समयमा भने त्यो अप्ठ्यारो अब पर्ने छैन युट्युबमा पनि। र यो अपडेट आइसकेपछि अब आगामी समयमा जति पनि भिडियोहरू तपाईले बनाउनुहुन्छ, आफ्नो च्यानलमा अपलोड गर्नुहुन्छ वा तपाईको च्यानलमा रहेका पुराना भिडियोहरूको रिच बढ्नेछ। किनभने कुनै पनि भिडियोमा धेरै अडियन्स आइरहँदाखेरि, धेरै भ्युज आइरहँदाखेरि अडियन्स आउने सम्भावना पनि त्यतिकै धेरै हुन्छ, जसले गर्दा तपाईको रिच पनि बढ्नेछ र तपाईले जति पनि कन्टेन्टहरू आफ्नो च्यानलमा अपलोड गर्नुभएको छ तिनीहरुमा पनि भ्युज आउने सम्भावना बढेर जानेछ। र फ्युचरमा पनि तपाईको त्यो भिडियोमा क्लिक गरेर 2-3 सेकेन्डसम्म पनि कुनै भ्युअरले वाच गरेको छ भने नेक्स्ट टाइम त्यसको स्क्रिनमा तपाईले अपलोड गरेको भिडियो पनि देखा पर्नेछ। यसले गर्दा पनि फ्युचरमा तपाईको च्यानलमा भ्युज बढ्ने सम्भावना एकदमै बढी हुनेछ। त्यसैले गर्दा यो अपडेटले मलाई लाग्छ लगभग सबै क्रिएटरलाई बेनिफिट दिने भएको छ। यसरी भिडियोमा भ्युज काउन्ट भइरहँदाखेरि एउटा कुरा भने हामीले बुझ्न जरुरी छ, यदि तपाईले आफ्नो च्यानललाई मोनेटाइज गराउन चाहनुहुन्छ भने त्यस्तो अवस्थामा भने क्वालिफाइड भ्युज नै तपाईको च्यानलको मोनेटाइजेसनको लागि आवश्यक पर्नेछ। सर्ट्समा होस् वा तपाईले लङ भिडियो फर्मेटमा होस्, क्वालिफाइड भ्युज एकदमै अनिवार्य हुनेछ। सर्ट्सको लागि क्वालिफाइड सर्ट्स भ्युज चाहिन्छ भने लङ भिडियोको लागि क्वालिफाइड भ्युज रिक्वायरमेन्ट हुन्छ। भनेपछि तपाईले यदि क्वालिफाइड भ्युज ल्याउन सक्नुभयो भने मात्रै च्यानललाई मोनेटाइज गर्न सक्नुहुन्छ। भनेपछि तपाईले पुरानो तरिकाबाट यदि 30 सेकेन्डसम्म तपाईले तिनी भ्युअरहरूलाई आफ्नो भिडियोमा रोक्न सक्नुभयो भने त्यस्तो अवस्थामा तपाईले आफ्नो च्यानललाई मोनेटाइज गर्न सक्नुहुन्छ। सर्ट फर्मको कुरा गर्ने भने एप्रोक्सिमेटली 10 सेकेन्डसम्म तपाईले भ्युअरहरूलाई आफ्नो त्यो भिडियोहरुमा इन्गेज राख्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा मात्रै त्यो काउन्ट हुनेछ। त्यसैले गर्दा आगामी समयमा यसले भ्युजलाई भने एकदमै बेनिफिट दिनेछ। तर तपाईले आफ्नो च्यानललाई मोनेटाइज गर्नको लागि वा तपाईले अर्निङ गर्नको लागि भने पुरानै फर्मेटको अनुसार नै
इन्कम हुनेछ। र हामीले बुझ्नुपर्ने कुरा के छ भने भ्युज धेरै आउँदैमा इन्कम धेरै हुन्छ भन्ने मान्यता भने अब रहने छैन। यही थियो साथीहरू रिसेन्ट युट्युबको अपडेट। तपाईँलाई यो अपडेट कस्तो लाग्यो, आगामी समयमा यसको रेस्पोन्स कस्तो हुन्छ, त्यससित सम्बन्धित भिडियो छिट्टै मैले च्यानलमा अपलोड गर्नेछु। यदि तपाईँ च्यानलमा नै आउँछ नि च्यानललाई सब्स्क्राइब गरेर जानुहोला। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।